पछिल्लो समय निकै नै चर्चित लोक तथा दोहोरी गायिका निर्जला गुरुङ र लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेलको पछिल्लो समयको केही जानकारी छोटो फलोअप भिडियो लिएर हजुरमाझ उपस्थित भइसकेको जानकारी गराउन चाहन्छु। दर्शकबिन यस भिडियो पुरा सुनेर र हेरेर हामीलाई अन्त्यसम्म साथ दिनुहोला। पछिल्लो समय दर्शक श्रोताहरूको मनमुटाव बस्न सफल भएका लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङले जानकारी दिएअनुसार पछिल्लो समय दर्शक श्रोताहरूको मनमुटावमा बस्दै आएको लोकप्रिय गायक सुमान परेल र आफूले गाएको लाइभ दोहोरी यति धेरै दर्शक आफ्नो र सुमान परेलको पछिल्लो समय लाइभ दोहोरी दर्शक श्रोताहरूले निकै नै मन पराउनु भएको र आफूले गीत सङ्गीतमा लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको जानकारी गराउनुभएको छ। आफू पछिल्लो समय देश तथा विदेशमा आफूलाई निर्जला गुरुङ भनेर आफू निकै परिचित हुन सफल भएको र दर्शक श्रोताहरूको यति धेरै माया र साथ आफूलाई पाउँदा आफू निकै खुसी भएको जानकारी गराउनुभएको छ। पछिल्लो समय गायक तथा मोडल सुमान परेल आफ्नो विभिन्न चर्चित लाइभ दोहोरीहरू बजारमा निकै नै दर्शक श्रोताहरूको मनमुटावमा बस्दै आएको र मिलियन भ्युज पनि जान सफल भएर गीत सङ्गीतमा आफूले लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको भन्दै लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। पछिल्लो समय दर्शक श्रोताहरूको निकै नै रोजाइको लोक तथा दोहोरी चर्चित गायक तथा मोडल सुमान परेलले आफूले पछिल्लो समय निकै नै प्रतिभाशाली गायिका निर्जला गुरुङसँग गाएको लाइभ दोहोरी यति धेरै दर्शक श्रोताहरूको मनमुटावमा बस्न सफल भएर गीत सङ्गीतमा आफूले लामो समयदेखि निकै नै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको र पछिल्लो समय दर्शक श्रोताहरू निकै नै माया र साथ पनि पाउन सफल भएको भन्दा लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङसँग आफूले निरन्तर लाइभ दोहोरी र विभिन्न स्टेज कार्यक्रम सेयर गर्ने अवसर मिलेको भन्दै लोकप्रिय गायक तथा मोडल सुमान परेलले जानकारी गराउनुभएको छ। दर्शक श्रोताहरूको माझमा निकै नै चर्चित गायिका निर्जला गुरुङसँग आफूले लाइभ दोहोरी गाउने अवसर मिल्दा आफू पनि निकै खुसी भएर पछिल्लो समय आफू देश तथा विदेशको विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको र पछिल्लो समय आफू बेलायतको पनि विशेष साङ्गीतिक कार्यक्रम सकेर आफू नेपाल आएर विभिन्न गीतहरू आफूले भोकल दिँदै आएको भन्दा लोकप्रिय गायक तथा मोडल सुमान परेल र लोक तथा दोहोरी चर्चित गायिका निर्जला गुरुङले जानकारी गराउनुभएको छ। दर्शक श्रोताहरूको मनमुटावमा बस्दै आएको लोकप्रिय गायक सुमान परेलले जानकारी दिएअनुसार आफूले र निर्जला गुरुङले गाएको लाइभ दोहोरीको केही टुक्का पनि सामाजिक सञ्जालमा आजभोलि निकै नै भाइरल र दर्शक श्रोताहरूको मनमुटावमा बस्दै आएको र आफूले लामो समयदेखि गीत सङ्गीतमा निकै सङ्घर्ष गर्दै स्थानसम्म आइपुग्न सफल भएको जानकारी गराउनुभएको छ।